अनि एकैछिनपछि त एकदम घरहरू त पुरै हल्लिन थाल्यो कि एकदम के भइरहेछ मनमा चाहिँ भुइँचालो आएछ जस्तो लाग्यो मलाई। अनि म चाहिँ भागेर बाहिर आएँ, त्यस्तो अवस्थामा पनि भागेर बाहिर आएँ है। बाहिर खुट्टा मात्रै टेक्न पाएको थिएन, घर त सबै ढल्यो। सबै सानो सानो दुइटा नानीहरू पनि घरभित्रै थियो, झन्न झिकेर हाम्रो भाउजूले ल्याएर आउनुभयो। बाहिर ल्याइसकेपछि नानी दुइटा नानी उसको मम्मी यस्तो रुयो है, यस्तो रुयो कि। अनि म 11:30 बजीतिर उठेर नुहाएर खाना खाएँ। अनि त्यसपछि भित्र रुममा गएर चाहिँ सुतिरहेको थिएँ। त्यतिखेर छोरो पनि आएर चाहिँ सुत्छु भनेर, भए म नि सुत्छु भने ल भनेर सुताइरहेको थिएँ। त्यस पछाडि के भयो केही थाहा छैन मलाई। एक्कासी त्यो खाट हल्लेको मात्रै याद छ मलाई, अरू केही छैन। पछि एकछिनपछि भुइँचालो गइसकेपछि हेरेको त खाटहरू सबै टुटेको, टिभी फुटेको, दराजहरू अनि ग्यास चुलो के पनि थिएन, सबै गइसकेको थियो। यहाँ तपाईँको जनावरहरू जस्तै बाख्रा गाईहरू छ, त्यही कोठामै राखिरहेका छौँ। ठाउँको अभावले गर्दाखेरि हामीलाई चाहिँ अलिकति पीडादायक अवस्था नै सिर्जना भइरहेको छ। किनकि हामीले चाहिँ तपाईँको जुन हामीले भवनहरू बनायौँ त्यो भनेको सबैले दुःख गरेर चाहिँ यो अवस्थासम्म आउनको लागि चाहिँ धेरै सङ्घर्ष गरेर चाहिँ त्यो भवन चाहिँ हामीले बनाएको थियौँ। त्यो भवन बनाउनुमा बाको ठुलो हात थियो। बा पनि अहिले बितिसक्नु भएको छ भने अब त्यो भवन नहुँदाखेरि चाहिँ साह्रै भित्री मनै दुखेर आउँछ। अब उनीहरू बिरामी छ, हामीले गएर हेरेन भनेपछि उनीहरूले त मुखले भन्दैन हामी बिरामी भएको छ, हामीलाई औषधि गर भनेर होइन। त्यही भएर एनिमललाई हामीले प्राथमिकता धेरै दिनुपर्छ। एक त उनीहरूले व्यवसायको रूपमा पालिरहेको छ गाईहरू होइन। उनीहरूको आय आर्जन भनेकै गाईबाट दुध आउँछ, दुध हामी बेचेर केही गरौँला, आफ्नो बालबच्चाहरू पालौँला भनेर सोचिरहेको हुन्छ होइन। त्यस्तो अवस्थामा अहिले भुइँचालो आएर कति गाईहरू मरिरहेको छ, उनीहरूको अवस्था कस्तो भएको होला। धेरै यिनीहरू किसानहरूलाई धेरै क्षति पुगेको छ गाईहरू अनि भुइँचालोले गर्दा मरिदिँदा। यस्तो अवस्थामा मान्छेलाई खानको लागि र मान्छेलाई नै घाँसबासको व्यवस्था नभएको अवस्थामा जनावरलाई चाहिँ हेरचाह गरौँ, उपचार गरौँ भन्ने ख्याल कमै मान्छेको आउँछ। जो मान्छे साँच्चै आफ्नो पीडालाई लुकाएर एनिमलप्रति चाहिँ होइन गर्नुपर्छ, यसले केही कुरा बुझेको हुँदैन भनेर चाहिँ लागिपर्छ, त्यो मान्छेले मात्रै यो महसुस गर्न सक्छ। ताकि मलाई पनि यस्तो महसुस कहिले पनि भएको थिएन जब म एनिमल नेपाल जोइन गरेँ। त्यस पछाडि मात्रै हो एनिमल भनेको एउटा हामी जस्तै प्राणी हो, तर ऊ बोल्न सक्दैन। हामीले चाहिँ उसको हरेक कुरा चाहिँ महसुस गरेर चाहिँ पुर्याइदिनुपर्छ भन्ने कुरा लाग्यो। जुन पीडा मेरो आफ्नो पीडा त छँदैछ, आफ्नो जुन खाइ नखाइ जोडेको पैसाले बनाएको भवन किन्दाको पीडा त छँदैछ। त्यो पीडा आफ्नोभन्दा पनि जुन जनावरहरू चाहिँ बोल्न सक्दैन, ती जनावरहरूलाई गएर आफूले यतिखेर यो अवस्था गएर उपचार गर्न पाउँदा चाहिँ मेरोभन्दा पनि यी जनावरहरूलाई मैले उपचार गर्न सकेँ भने यो जुन मेरो नष्ट भएका भवनहरू छन् त्यो त फेरि पनि तिनका आशीर्वादले गर्दाखेरि सम्भवतः बनाउन सक्छु कि भन्ने जस्तो फिल हुन्छ। र तिनको दुःख हेरिकन म एउटा बोल्न सक्ने हिँड्न सक्ने प्राणी हो भने ती जनावर त नबोल्न सक्छन्, न हिँडडुल गर्न सक्ने अवस्थामा छन्। तिनका पीडा हेरिकन मेरो पीडा त केही पनि होइन जस्तो लाग्छ मलाई।